गाइज आजको हाम्रो पिकनिक रहेको छ जेन्यु हेयर एन्ड ब्युटीको तर्फबाट। गाइज हामी चाहिँ त्यहाँ पिकनिक जाने भनेर बसेको है, मान्छे कोही पनि आउनु भएन। अनि कुद्दा कुद्दै चाहिँ वेट गर्दा गर्दा यस्तो बोर भयो। अनि हाम्रो दिदीहरू हामीहरू यहाँ चाहिँ जे परिवारलाई यतै खाजा खाऊँ भनेर चाहिँ यहाँ होटेलभित्र छिरिहाल्यौँ। अब हेरौँ है त हामी के खान्छौँ हेर्नु है, बिहान बिहानै हो हेर्नु यहाँको सुरुवात सँगसँगै हामीले अगाडि गएको त्यस होटलमा हामीले नास्ता खान सुरु गऱ्यौँ। पिकनिकको बारेमा अब पछि खान्छौँ के खान्छौँ देखाउँछु। चनावाला आलुवाला ए दिदी 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 केटाकेटीवाला आलुवाला त हुनुहुन्छ हो, चनावाला यता अब म चाहिँ यहाँ झोलवाला तरकारीवाला। बिहान बिहान यति खायो भने फ्रेस भयो। लगाइ हेर्दै गर्नु है, हेर्दै गर्नु। पिकनिक स्टार्ट भइसक्यो है, सबैजना जाँदै हुनुहुन्छ यहाँ हाम्रो दिदीहरू। हेर्नुहोस् आज हाम्रो यहाँ ब्युटिसियन ग्रुपको पिकनिक कार्यक्रम रहेकोले अब हामी गाडी चढ्दैछौँ। ल हेर्नुहोस् है, हो है हिँड्यो सबैजना आज रमाइलो गर्नुपर्छ। हाम्रो दिदीहरू यता हुनुहुन्छ है अगाडि। सुरु भयो ल रमाइलो गर्नुपर्छ है दिदी, आज रमाइलो गर्नुपर्छ। धेरैजना छैनौँ, थोरै थोरै हो। त्यो नगरकोट छौँ है, नगरकोट जान लाग्यो बाटोमा रमाइलो गर्दैछौँ। ल हेलो गाइस, हामी नगरकोट पुग्यौँ है। नगरकोटमा यस्तो रमाइलो छ हेर्नुहोस् है। हाम्रो यहाँ जेन्यु हेयर एन्ड ब्युटीबाट पिकनिक आएको सबै ब्युटिसियन दिदीहरू हुनुहुन्छ। अनि म चाहिँ अलि सानै भयो नि त, यहाँ सबै खाजा खाने टाइम भएर सबै खाजा खान जाँदै हुनुहुन्छ यी दिदीहरू सबै। ल हामी चाहिँ खाजा खान लाग्यौँ गाइज। कतिजना त खाइसक्नु भयो होला, हामी अलि पछाडि पऱ्यौँ। वाउ कसरी 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 ल ल ल नाच्यो सुपारी नाच्यो तिमीले कसरी। वाउ वाउ ल ल बेसरी बेसरी ल यस्तो रमाइलो छ बेसरी बेसरी गाइज हामीले खाना स्टार्ट गऱ्यौँ है गाइज। हाम्रो खाजा खाने टाइम पिकनिकमा फर्स्टमा खाजा खानु पऱ्यो। हाम्रो यहाँ जेन्यु हेयर एन्ड ब्युटीको म्याम हुनुहुन्छ, उहाँ चाहिँ बसिराख्नु भएको छ। ओनर हाम्रो ओनर उहाँले नै लिएर आउनुभएको है हामीलाई चाहिँ यस्तो रमाइलो ठाउँमा। हेलो खाजा खाइसक्यो गाइज। अब चाहिँ हाम्रो डान्स गर्ने पालो हो होइन। अब खै सबैजना हराउनु भयो, एकछिनमा आउनुहुन्छ होला। एकछिनमा हाम्रो डान्स स्टार्ट हुन्छ, हेर्नुहोस् है। ल नगरकोट भनेको यही हो क्या, कस्तो रमाइलो ठाउँ छ हेर्नु त, भ्यूहरू राम्रो राम्रो। वाउ बादल हेर्नुहोस् है। हो यहाँबाट चाहिँ हिमाल देखिन्छ। मेरो क्यामेराले अलिक क्याप्चर गरेन के अरे। ल हेर्नुहोस् हिमाल। अब चाहिँ हामी नाच्न लाग्यौँ है गाइस, डान्स गर्नु पनि पऱ्यो नि होइन। ल हेर्नुहोस् है साथीहरू, अब यहाँ अलिअलि घुमिसक्यौँ हामीले। अनि अब चाहिँ फोटो खिच्नु पऱ्यो अरे क्या दिदीहरूलाई। ल हामी चाहिँ फोटो खिच्नु चाहिँ सिडी चढ्यौँ के अरे। ल ल हिँड्नुहोस् है, हिँड्नुहोस् अगाडि अगाडि छिटो छिटो। चाहिँदैन टेके चाहिँदैन माया हो, चाहिँदैन टेके चाहिँदैन माया हो पुतला। नगरकोटमा फोटो खिच्ने
कार्यक्रम हुँदैछ हेर्नुहोस् है यहाँ फोटो कोही टिकटक नाच्दैछन् कोही इन्जोय गर्दैछ हामीले फोटोहरू पनि खिच्यौँ है ल सबैजना अब डान्सतिर लाग्यो घुम्दा घुम्दै हैरान भइसक्यो म त कति घुम्छु खासै राम्रो त देखेको छैन आज म त्यही नाच्नु रे माता सर्दिना छुट्टीमा आएको कुरा तुझे सर्दिना दिलभित्र छुपाएको तिम्रै माया लाग्छ सर्दिना 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 जौला रेलैमा सारा र गोर्खा पर्छन् जौला रेलैमा सारा र गोर्खा पर्छन् जौला रेलैमा सारा र गोर्खा पर्छन् लगाइ अब पालो हाम्रो दिउँसोको स्न्याकको होइन सबैजना घाम ताप्दै खाँदै हुनुहुन्छ कोही लाइन बसिराख्नु भएको छ कोही चाहिँ अब कोही आफ्नो आफ्नै ध्यानमा हुनुहुन्छ ल हाम्रो स्न्याकमा चाहिँ के छ हेर्नुहोस् है यो चाहिँ मेरो हो ल स्माइल गरी गरी खानु हुँदैछ होइन नाच्नु चाहिँ सबैजना रेडी भएर जाँदै हुनुहुन्छ हेर्नुहोस् है कस्तो कस्तो डान्स गर्नुहुन्छ हेरौँ है आज चाहिँ दिदीहरूको ब्युटिसियनहरू काम त राम्रै गर्नुहुन्छ अब डान्स नै हेरौँ है त ल आजको पिकनिक सकियो है हाम्रो ल हामी चाहिँ लाग्यो घरतिर अब यस्तो राति भइसक्यो सबैजना 8 बजीसम्म अब घर गएर आनन्दले रेस्ट गर्नुपर्छ बाई बाई सी यू हेर्नुहोस् न